हेलो नमस्कार। म राकेश राज भण्डारी। हाम्रो यो अहिले नयाँ युट्युब च्यानल चाहिँ सुरु गर्दैछौँ। यसमा चाहिँ हामीले तपाईँहरूलाई जापानिज ल्याङ्ग्वेजको एन5देखि लिएर एन3सम्मको कोर्सेसहरू पढाउँछौँ र सँगै जेएफटीको प्रिपरेसन कसरी गर्ने, हामीले कसरी जेएफटी पास गर्ने, जेएफटीमा हामीले इक्जाम दिँदाखेरि के कुरालाई बढी प्रिफर गर्ने भनेर पनि सिकाउने प्रयास गर्दैछौँ। र हाम्रो यो नयाँ च्यानल हुने हुनाले अब यसपछि जति हामीले भिडियोहरू अपलोड गर्दै जानेछौँ त्यो भिडियोहरूमा हजुरहरूले सहयोग गरेर लाइक, सेयर, सब्सक्राइब बटनहरू थिचिदिनु होला। र हामीहरूको यसमा हजुरहरूले अब केही ओपिनियनहरू दिन सक्नुभयो, यसरी केही कुरा सोध्नु छ भने हजुरहरू हामीलाई कमेन्टमा सोध्नु सक्नुहुन्छ। र यो साथसाथै हाम्रो यो च्यानलमा चाहिँ पोस्टमा हामीले तपाईँहरूलाई जेएफटी रिलेटेड क्वेसनहरूको प्र्याक्टिसको लागि भनेर हामीले फोटोहरू पनि अपलोड गरेको हुनाले त्यहाँ पनि गएर क्लिक चेक गर्न सक्नुहुनेछ। हजुर हस्, धन्यवाद।